प्राध्यापकज्यू, लेखापालज्यू, शिक्षक शिक्षिका तथा यहाँ प्रार्थनाको बेलामा उपस्थित हुनुभएका मेरा प्यारा प्यारा दिदी दाजु र साथीभाइ बहिनीहरूलाई म आफ्नो तर्फबाट हार्दिक नमस्कार गर्दछु। म आफ्नो परिचय दिन गइरहेको छु। मेरो नाम पिङ्की मण्डल हो। म कक्षा 5 मा पढ्छु। मेरो बुवाको नाम एसटी मण्डल र मेरो आमाको नाम रीता देवी मण्डल हो। हाम्रो विद्यालयको नाम राजमा एजुकेसनल एकाडेमी हो। हाम्रो प्राध्यापकजीको नाम श्रीमान बोला मण्डलजी हुनुहुन्छ। हाम्रो लेखापालजीको नाम श्रीमान मकेश साहजी हुनुहुन्छ र सहायक प्राध्यापकजीको नाम श्रीमान ओमप्रकाश शर्माजी हुनुहुन्छ। मेरो विषय शिक्षाको उपलब्धि अनुशासनको आवश्यकता। अनुशासन भनेको नियम र आदेशको पालना गर्नु, जसले आफू र अरूका लागि ठिक काम गर्छ, समयको कदर गर्छ र नियम अनुसार चल्छ, ऊ अनुशासित व्यक्ति हो। अनुशासन हाम्रो जीवनको मेरुदण्ड हो। बिना अनुशासन मानिसको जीवन अस्त-व्यस्त, असफल र दुःखमय हुन्छ। मानिस सामाजिक प्राणी हो। समाजमा बस्नका लागि केही नियम र कानुन चाहिन्छ। यदि मानिसले नियम मान्दैन भने समाजमा अशान्ति, झगडा र अराजकता फैलिन्छ। त्यसैले अनुशासनले मानिसलाई सभ्य र जिम्मेवार बनाउँछ। अनुशासन बाल्यकालदेखि नै सिक्नुपर्छ। घरमा बुबा आमाले, विद्यालयमा शिक्षकले र समाजमा बडाहरूले हामीलाई अनुशासन सिकाउँछ। बिहान समयमै उठ्नु, विद्यालय समयमा जानु, गृहकार्य पुरा गर्नु, अरूको आदर गर्नु, सत्य बोल्नु, झुट र झगडाबाट टाढा रहनु, यी सबै अनुशासनका उदाहरणहरू हुन्। विद्यार्थी जीवनमा त अनुशासनको भूमिका ज्ञान ठुलो हुन्छ। विद्यार्थीले समयको कदर गर्नुपर्छ, पढाइमा ध्यान दिनुपर्छ र शिक्षाको कुरा मान्नुपर्छ। अनुशासित विद्यार्थी राम्रो अङ्क मात्र होइन, राम्रो चरित्र पनि बनाउँछ। अनुशासन नभए पढाइ बिग्रिन्छ, भविष्य अन्धकारमा हुन्छ। घरमा पनि अनुशासनले शान्ति ल्याउँछ। परिवारका सदस्यहरू बीच माया, सम्मान र सहयोग रहन्छ। समाजमा अनुशासन भए सबैले आफ्नो कर्तव्य पुरा गर्छ, अरूलाई सम्मान गर्छ र विकास सम्भव हुन्छ। विद्यालय, कार्यालय, सेना वा खेलकुद सबै ठाउँमा अनुशासनको आवश्यकता हुन्छ। बिना अनुशासन कुनै पनि संस्था राम्रोसँग चल्दैन। इतिहासमा हेरौँ, जुन राष्ट्रका नागरिक अनुशासित छन् ती देशहरू विकसित र सम्पन्न छन्। जस देशमा अनुशासनको कमी छ त्यहाँ आवश्यकता र गरिबी हुन्छ। त्यसैले हरेक नागरिकले आफ्नो कर्तव्य बुझेर अनुशासन